बालेन्द्र सरकारले थलिएका उद्योग धन्दालाई नयाँ जीवन दिँदै आलोचकहरूको मुख बन्द। वर्षौंदेखि बन्द उद्योग, घाटामा डुबेका संस्थान र आफ्नै देशमा उत्पादन गर्न सकिने वस्तुका लागि समेत विदेशकै भर। नेपालका सरकारी उद्योगको तस्बिर लामो समयदेखि यस्तै थियो। धेरै पटक प्रश्न उठ्यो, के हाम्रा रुग्ण उद्योग फेरि उठ्न सक्छन्? के सरकारी संस्थानले आफ्नै खुट्टामा उभिएर प्रतिस्पर्धा गर्न सक्छन्? बालेन्द्र शाह नेतृत्वको सरकारले भने अब यसको जवाफ कामबाट दिन थालेको छ। सरकार गठनपछि राष्ट्रिय उद्योगलाई पुनर्जीवन दिने अभियानलाई प्राथमिकतामा राख्दै सहजीकरण, कानुन कार्यान्वयन र समन्वयमा जोड दिइयो। त्यसको परिणाम स्वरूप वर्षौंदेखि थलिएका केही उद्योगमा अहिले आशाका सङ्केत देखिन थालेका छन्। सबैभन्दा उल्लेख्य उदाहरण हो नेपाल औषधि लिमिटेड। वर्षौं घाटामा रहेको यो कम्पनीले पछिल्लो 4 महिनामै 2 करोड 38 लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको GMP मापदण्ड हासिल गरेपछि बजार विस्तार भएको छ र गत आर्थिक वर्षमा कम्पनीले 3 करोड रुपैयाँ नाफा कमाएको छ। अब चालु आर्थिक वर्षमा 30 करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ। बन्द रहेको हेटौँडा कपडा उद्योग पनि पुनः सञ्चालनको बाटोमा छ। तान मर्मतपछि परीक्षण उत्पादन सुरु भएको छ। वर्षौंदेखि मौन रहेको उद्योग परिसरमा फेरि उत्पादनको आवाज सुनिन थालेको छ। यस्तै नेपाल वायु सेवा निगमको आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले 6 अर्ब 27 करोड 63 लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षभन्दा 1 अर्ब 10 करोड रुपैयाँ भन्दा बढीको वृद्धि हो। यही अवधिमा जहाज खरिदको ऋण बापत 1 अर्ब 6 करोड रुपैयाँ भन्दा बढी किस्ता समेत भुक्तानी गरिएको छ। किसानको दुधको पैसा महिनौं रोकिँदै आएको दुग्ध विकास संस्थान DDCमा पनि सुधारको सङ्केत देखिएको छ। भुक्तानी चक्र 8 महिनाबाट घटाएर 2-3 महिनामा झारिएको छ। दैनिक बिक्री 35% बढेको छ भने दैनिक राजस्व 60 लाखबाट बढेर 90 लाख रुपैयाँ पुगेको छ। यता सिंहदरबार वैद्यखानाले पनि उत्पादन र कारोबार बढाएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब 13 करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 4 गुणा बढी हो। यी तथ्याङ्कले एउटा सङ्केत दिन्छन्, रुग्ण उद्योगलाई सधैँ बन्द राखिनुपर्छ भन्ने छैन। राज्यको इमान्दार प्रयास, सही व्यवस्थापन र निरन्तर काम गर्ने इच्छा शक्ति भयो भने थलिएका उद्योग पनि उठ्न सक्छन्। बालेन्द्र सरकारको यो सुरुवाती प्रयास सफलताको अन्तिम गन्तव्य होइन, तर वर्षौंदेखि निराश बनाएका राष्ट्रिय उद्योगमा फेरि उत्पादन, आम्दानी र आत्मनिर्भरताको आशा जगाउनु आफैमा सकारात्मक सुरुवात हो। अब चुनौती एउटै छ, यो गति रोकिनु हुँदैन, किनकि आफ्नै उद्योग बलिया भए मात्रै देशको उत्पादन बलियो हुन्छ, रोजगारी बढ्छ र आत्मनिर्भर नेपालको आधार निर्माण हुन्छ।